यो पाइल्सको समस्या हुँदाखेरि कस्तो गाह्रो पाइल्स हुँदाखेरि के हुँदो रहेछ लक्षण कस्तो देखिँदो रहेछ त्यसको बारेमा आम जनतालाई भनिदिनुस् न। पाइल्सको लक्षण हुँदाखेरि हिँड्न बस्न काम गर्न दिशा गर्न साह्रै गाह्रो हुने तौल घट्ने मानसिक समस्या पनि देखा पर्ने यस्तो मलाई महसुस भयो। भनेपछि रगत पनि आउँदो रहेछ थोरै थोरै रगत पनि आउँथ्यो प्राय जस्तो मासुको डल्ला चाहिँ टोयलेट बस्दाखेरि धेरै नै आउने गर्थ्यो त्यसले गर्दा धेरै नै समस्या भएको थियो मलाई चाहिँ। अनि यो पाइल्सको समस्याले कति वर्षदेखि त पीडित हुनुहुन्थ्यो? 5 वर्षदेखि। 5 वर्षदेखि त पाइल्सबाट पीडित हुनुहुन्थ्यो? हजुर। अनि तपाईँ के यो उपचारको लागि बाहिरबाट नेपाल आउनुभएको यसको लागि? हजुर म पाइल्सकै लागि म बाहिरबाट खासमा मलेसियामा काम गर्छु। पाइल्सको समस्या भएर म मलेसियाबाट यहाँ उपचार गराउन आएको। त्यहाँ हुँदाखेरि कतिको गाह्रो भयो के हुन्थ्यो त्यो हजुरलाई? मलाई बहुत गाह्रो हुन्थ्यो मलाई काम गर्न गाह्रो हुन्थ्यो हिँड्न गाह्रो हुन्थ्यो बस्न गाह्रो हुन्थ्यो जे पाए त्यही खान मिल्दैन थियो केही गरी खाइहाल्यो भने पनि ब्लड आउँथ्यो धेरै मनमा डर लाग्थ्यो यस्तै मानसिक समस्याहरू आइरहेको थियो मलाई। पाइल्सले गर्दा त्यस्तो हुन्थ्यो हजुरलाई? हजुर मलाई त्यस्तो हुन्थ्यो। अनि तपाईँ यो पाइल्स यत्रो वर्षदेखि पीडित हुनुहुन्थ्यो यसको लागि तपाईँ के उपचार गर्नुभयो के गरेर धाउनुभयो के कस्तो गर्नुभयो त्यहाँ पहिला? खासमा त्यस्तो यहाँको मलेसियाको हस्पिटलमा चाहिँ त्यत्तिकै देखाएको मात्रै होइन तर त्यहाँ त्यत्तिकै ट्युबहरू मात्रै दिन्थ्यो नर्मल्ली हो भनेर भन्नुहुन्थ्यो होइन यहाँको डक्टरहरूले तर खासै राम्रो उपचार गरेँ। जब मैले त्यो युट्युब हेर्दै जाँदाखेरि न्यू लाइफ आयुर्वेदिक हस्पिटलको बारेमा मैले युट्युबमा थाहा पाएँ फेसबुकमा पनि थाहा पाएँ त्यहाँबाट सम्पर्क गरेँ त्यहाँपछि बल्ल म नेपाल आएर उपचार गरेर अहिले एकदम 5-6 दिनपछि अपरेसन गरिसकेँ अहिले स्वस्थ छु एकदम। भनेपछि तपाईँको चाहिँ अहिले पहिलाको जस्तो समस्या यहाँ आएर न्यू लाइफ आयुर्वेदमा आएर छाटशुद्ध विधिबाट उपचार गर्नुभयो? हजुर। त्यो विधिबाट गर्दै अहिले समस्या छैन अहिले? एकदम म फ्रेस छु एकदम खुसीका साथ म अब आफ्नो घर जाँदैछु। यति सुधार भयो तपाईँको एक हप्तामै यति वर्षदेखिको 4 वर्षदेखिको समस्या एक हप्तामा ठिक हुँदाखेरि तपाईँले कस्तो अनुभूति गर्नुभएको? एकदम मलाई धेरै धेरै खुसी लागेको छ। सम्पूर्ण आयुर्वेदिक टिमलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।